हेलो दर्शन नमस्ते। आज फेरि धेरै दिनको बादमा भिडियो लिएर आउँदैछ साथी। हेरेर लाइक कमेन्ट मजाले ठोकिदिनु होला है साथी हो ल। के भयो अरे यहाँ उनीहरु मैले फुल रोपेको कि के भन्दैछ मेरो म्याडमले खाइदिएछ। अनि यो तले कस्तो मजाले काटेको छ त नि त चट्टै के अरे कर्दाले छुरीले काटेको जस्तो छ। त्यो पनि गाडी राख्न पाउनु छ। खराले त यत्रो माथि त नभेट्नु पनि त अनि गाडी राख्न के गर्नु अब गाह्रो छ नि। खरा अब नेपालतिर भए त चटनी हुन्थ्यो बेलुकालाई। दमको दबाई हुन्छ अरे होइन सास फेर्ने कुकुरले काटेको जस्तो त्यो। अनि खराएको दाँत अगाडि कस्तो हुन्छ दुईटा चपरे यस्तो मजाले आउँदैछ नि त साथी हो। सबै फुल त खाइदिएछ नि हौ खराले खतम गरेछ। चटचट काटेको जस्तो छ। अनि त्यस्तो त गर्दैन नि त नसकिने भयो। दुईजनाको होला नि मिलेर होला नि त। बेलुका बेलुका चाहिँ यहाँनिर खरा आउँछ कि यता जङ्गल छ नि त। यहाँनिर मैले यहाँ जङ्गल छ। जङ्गलमा मैले दबाई पनि लिएर हानेको साथी हो। खरालाई खरा भगाउनु चाहिँ के गर्नुपर्छ भन्ने थाहा छैन मलाई चाहिँ होइन। कसैले भन्छ गोली कपुरले भाग्छ भन्छ, कसैले के भन्छ। अनि के अरे होम डिपोबाट चाहिँ ल्याएर के अरे जनावर भाग्ने दबाई लिएर छरेको त्यो पनि भागेन। यहाँ मैले यस्तो राम्रोसँगले बिटरुट रोपेको थिएँ कि एउटा फेदै छैन। अनि फेदै बेगर सबै खाइदिएको छ। त्यो चाहिँ साह्रै मिठो पनि हुँदो रहेछ के हो खानुलाई। मेरो अर्ग्यानिक गार्डन हो साथी हो। घरको लागि यसो खानुहुन्छ होइन। हेर्नुहोस् त यो जुकुनी यस्तो दामीसँग फुल्दैछ। यता रायो साग छ। रायो साग साना बारीमा हजार किसिमको सब्जी। यो चाहिँ मैले तोरी सुकाइदिएको चराले पनि खाओस् न अलिअलि। अनि यहीँ झरा भने यहीँ उम्रिन्छ। टमाटरको यस्तो हालत भयो। हालत होइन भन्नाले अब गोड्नु पर्ने नभ्याएको हो के भएको। यो तोरीको साग रायो साग बोक्छु है त्यो आउँदैछ। यो रायो साग छाट्नु पर्ने साथी जो निकै बाक्लो भयो। अब बाक्लो भयो भने राम्रो हुँदैन टाइम नपाएर नि। यता चाहिँ मेरो यो के भन्छ लरालुरीहरूलाई बनाइदिएको। यो चाहिँ खोर्सानी बारीमा डल्ले खोर्सानी बारीमा तोरी छरिदिएको थिएँ कि खानुहुन्छ नि त होइन। एक दुई साग भए पनि राम्रोसँग आउँदै रहेछ। मजाले आउँदैछ होइन। अब भोलि पर्सि निकालिहाल्नुपर्छ यसलाई नभएदेखि फुल्ने सम्भव हुन्छ। यता पनि छ यसरी दामीसँग आउँदैछ। अनि यहाँ हेर्नु न साथी मैले यो पानीको लागि कुलो काटेको कि यो कुलो काटेको मुसालाई यहाँनिर दुलो बनाउन सजिलो भएछ। मुसाको नि मुसा भेट्नु भने चाहिँ यस्तै साथी हो। बारीमा फुल फुलेर चौपट्टा भइरहेछ। पहेँलै यो पहेँला फुल अहिले सेतै भएछ। अब यत्रो बारीलाई कहाँ सक्नु होइन दबाई लगाएर। घट्यो भने $500-600 जान्छ। सकिँदैन। यस्तै छ अब फुलोस् के गर्नु।
बारी नहुँदा पनि सागसब्जी रोप्नुपर्छ, गार्डन बनाउनुपर्छ, फुलबारी बनाउनुपर्छ भने अब बारी धेर हुँदाखेरि पनि झार काट्नु, घाँस काट्नु, के गर्नु, गोड्नु, दबाई लगा, मल लगा। यसपालि मेरो चाहिँ फुल फुलेकै छैन, ढिलो फुल्ने भयो होइन। कसो हो कहाँबाट यो उछिटेर आएछ एउटा धनियाँको दाना, यहाँ आएर उम्रिरहेको छ, उम्रेर पनि फुलेर पनि। यसरी गार्डनमा धनियाँ लगायो चाहिँ धनियाँ निकालेर अब फुल मात्रै रोप्नु पर्यो। त्यसोले गार्डन